अगेन हामी अहिले गाइज होइन क्लाउडभन्दा माथि बादलको माथि छौँ अहिले तल सब बादल गाइज खयर लेक फाइनल्ली हिजो चाहिँ यहाँ स्नो आएको रहेछ है होइन देख्न सक्छौँ। यहाँ चाहिँ मन्दिर छ, यहाँ चाहिँ ठुलो मेला लाग्ने गर्छ। यो चाहिँ एउटा कुण्ड हो, चाहिँ ठुलो मेला लाग्छ। जनी पूर्णिमाको दिन चाहिँ यहाँ ठुलो मेला लाग्ने गर्छ। गाइज गुड मर्निङ फ्रम खोपरा होइन। हामी चाहिँ अहिले खोपरा भन्ने ठाउँमा आइन्छ जहाँ बसेको थियौँ। त्यहाँदेखि चाहिँ देखिने दृश्य भ्यू पोइन्ट हेर्नको लागि उठेको। बादल लाएर चाहिँ सबै ढाकेको छ, खुल्दैछ, खुल्ने क्रममा छ गाइज होइन। मोटो मोटो देखेको छ म त गाइज। चाहिँ हल्का फुल्का म यहाँदेखि भ्यू देखाउँछु है। हिमालहरू चाहिँ यो भागमा हो, सबै हिमाल हो। सब भएर चाहिँ ढाकेको छ। यताको भाग हिमाल हो। हामी चाहिँ यताबाट आएको थियौँ। तल पुरै गाउँ छ, हामी आएको चाहिँ भनेको त्यो टुप्पोको डाँडादेखि आएको हुन्छ हामी यहाँ तक। खुल्ला अन्त झन् ढाक्ला जस्तो छ गाइज, पानी पर्दा जस्तो छ। तिरको चाहिँ भ्यू लगभग खुल्न लागेको छ। एउटा हिमाल मात्र खुलेछ, सब हिमाल हुन्। सब ढाकेछ गाइज माथि, त्यस्तो बहा हो। हामी चाहिँ यता जाने, अझ खयर लेक भन्ने ठाउँमा जाने हो। आज चाहिँ खयर लेकमा पुगेर अनि फेरि आजदेखि चाहिँ फर्किने हो घर जानको लागि। दामी भ्यू छ। तिर जाँदैछौँ म चाहिँ। दाइहरू गइसक्यो, यतातिरको मौसम खुलिसक्यो लगभग। दामी हिमाल देखेछ। हामी बसेको होटल चाहिँ यो हो। माथिको भ्यू यस्तो है। यता चाहिँ एबिसी 2 यता छ। हिमजुली यतै थियो। अब पुरै बादल लाग्यो कारणले देख्न पाइएन गाइज होइन। पुरै बादल लाग्यो। यताको हिमाल धौलागिरीहरू चाहिँ खुल्दैछन् बल्ल। A few moments later. यो चाहिँ भ्यू पोइन्टतिर जाने बाटो। चौरी गाईहरू छन् त्यहाँ। अनि हाम्रो हिजो आगाहरू पनि त्यहीँ छन्। यस्तो खतरा भ्यू छ। हिमाल देखेन के मात्र यस्तो दामी बादल सदल सब दामी छ। त्यही हो भ्यू खुलेन। खतरा खान्छ अरे गाइज होइन। बिहानदेखिको भ्यू चाहिँ कस्तो कडा देखिन्छ भन्ने सोचेको थियौँ। कडा त कडै छ यार होइन। त के गर्ने, यतातिर सब ढाकेछ, एबिसीहरू सब ढाकेछ। यता धौलागिरी साइड चाहिँ खुल्दैछ। अब हेरौँ खुल्छ कि नै होइन। यतातिर सबै यो गाउँ सब पहाड सब चलेर आएको। हामी चाहिँ हिमाल चाहिँ खुल्दैछ, जे होस् खुल्ला नि होइन। Moments later. गाइस हामी चाहिँ अहिले खोप्रा डाँडामा छौँ। यसको यो चाहिँ मेग्दी जिल्लामा पर्छ। यसको हाइट चाहिँ 3660 मिटर रहेछ। धेरै माथि चाहिँ छैन। टक्क लाएर भ्यू पोइन्ट हो यो चाहिँ। यहाँदेखि यो हिमालहरू यस्तो दामी हिमाल देखिन्छ नि। दामी सब हिमाल हो। अहिले चाहिँ क्लाउड लागिरहेको खतरा बादल आएछ। यता चाहिँ अन्नपूर्ण हिमाल छ, तर घाम लागिरहेछ होइन। दामी छ भ्यू, खतरा छ गाइस। वाउ, हामी चाहिँ आएको उतादेखि हो आएको गाइस, वहाँ पारिदेखि। हाम्रो डाँडाको भ्यू पोइन्टमा छौँ हामी चाहिँ होइन।
यस्तो दामी हिमालहरू छ नि त्यतिर सब ढाक्कै छ हल्का फुल्का यतातिर चाहिँ देखेको सब हिमालहरू छन् पछाडिपट्टि सब हिमाल गाइजी ल गाइज अब चाहिँ हामी निस्किन्छौँ यहाँदेखि नास्ता सस्ता खाएर अब फेरि माथि खै लेकमा जानु छ गाइज ल सी यू सुन गाइज फाइनल्ली धौलागिरी हिमाल चाहिँ सब फुल्यो गाइज होइन अनि यताको चाहिँ पुरै मौसम अन्नपूर्ण चाहिँ टुप्पो मात्र देखेछ अनि बादलले छेकिरहेको चाहिँ पुरै क्लाउड एरिया छ होइन क्लाउडको माथि भयो जस्तो अनि यता चाहिँ धौलागिरी हिमाल चाहिँ हरियो टल्किरहेको गाइस धौलागिरी हिमाल चाहिँ वाइल्ड टल्किरहेको वाइल्ड ओ सुमन के छ भ्यू पोइन्टमा आइसकेपछि कस्तो भ्यू लागिरहेको त अन्त ठिक छ मौसम खुल्दैछ दामी छ नि होप फर द बेस्ट धेरै टाढा जानु छ अझै अब माथि कोब्रा भन्ने ठाउँमा जानुभयो गाइस होइन सिधै घामले अट्याक हान्दियो कि यहाँ फेरि कोब्रा भन्ने ठाउँमा जाँदैछ अब टपमा जानु हो कोब्रा भन्ने ठाउँमा त आइसकेको र अब लेकमा जानुभयो हामी चाहिँ लेकमा जानु थियो टक्क खै लेक भन्ने ठाउँमा ल गाइस सी यू सुन नास्ता सास्ता खाएर चाहिँ हामी गइन्छ गोली मौसम चाहिँ लास्ट दामी खुल्यो अहिले चाहिँ ठक्क लाएर यता पनि आइसल्यान्ड देखिरह यता चाहिँ अन्नपूर्ण देखिँदैछ यता पनि खुलिसक्यो लगभग सबै दामी छ भ्यू चाहिँ टक्क पोखरादेखि नजिकैको दामी खोरपाल डाँडा यो एबिसी पनि देखियो देखिँदैछ यता खुल्दैछ हामी चाहिँ यसको पछाडि एउटा ताल छ त्यही खै लेक भन्ने त्यो खै लेक भन्ने ठाउँमा जाने हो हेर्दाखेरि त अब कताबाट जाने हो के गर्ने कस्तो हो अब त्यहाँ ताल छ अरे सिधै अब डाँडो मात्र हो लेक माथि मात्रै टप चढ्दै जाने हो अब गाइस हामी यता मौसम खुल्दैछ दामी मौसम हुँदैछ त्यस्तो दामी हुँदैछ है वाइल्ड वाट अमेजिङ भ्यू गाइस ओह माय गॉड यार वाट अमेजिङ भ्यू लास्ट विथ अ कप अफ टी भ्यू चाहिँ यता अन्नपूर्ण छ यता धौलागिरी छ दामी भ्यू हामी बसेको होमस्टेदेखिको भ्यू चाहिँ यस्तो छ यो चाहिँ खोप्रा डाँडा हो टक्क अब चाहिँ हामी यो अन्नपूर्णको तल एउटा लेक छ खै लेक भन्ने त्यहाँ गइन्छ गाइस दामी भ्यू छ वाइल्ड गाइस हामी चाहिँ नास्ता सस्ता खाँदै टक्क माथि यस्तो भ्यू हेर्दै नास्ता खाँदैछौँ दामी छ भ्यू चाहिँ हामी टक्क नास्ता सस्ता खाएर चाहिँ माथि टपमा जाने हो गाइस होइन ल सी यू भेडाहरू छन् लेकमा भेडा चरिरहन् यस्तो दामी मौसम खुल्यो नि मा कसम यस्तो दामी मौसम खुल्यो गाइस यस्तो बाटो यो हिमाल हेर्दै हामी छेउ हिँड्नुपर्छ हामीले चाहिँ पुरै हिँड्ने यस्तरी जो यता हेरो हिमाल उता हेरो हिमाल पछाडि हेरो हिमाल अब पछाडि सिधैको त्यो ठुलो हेर्ने हो भने धौलागिरी अब यता अगाडि हेरे यी अन्नपूर्ण जाने चाहिँ हामी तालमा अब यो अन्नपूर्ण र उसको बिचमा यहाँ भएको तालमा जाने हामी चाहिँ दामी मौसम हो हिँड्न नि भ्यूमै हेर्दा जति पटक हेऱ्यो त्यति पटक दामी भन्न मन लाग्ने जस्तो मौसम छ यार वाट अ ग्रेट एन्ड वाट अ ब्युटिफुल भ्यू यार यस्तो ठाउँमा नेपालीहरू आउन खोज्दैनन् क्या पाका टुरिस्टहरूको राज छ यहाँ आउन पर्यो लास्टै यार वहाँदेखि आएको फेरि गाइस पछाडि
कहाँबाट आएको यहाँ लेकको तिरै तिर हिँड्ने हो गाइज। अन्नपूर्ण हिमाललाई लेफ्ट ह्यान्डमा पारेर टक्क हिँड्ने हामी चाहिँ चुचुरोमा हराउन लाग्यो हामी भित्र पसिन्छ गुफामा। मसँग चाहिँ दामी साथ दियो गाइज। दामी ठाउँमा आइए जस्तो लाग्यो हामी। ओ यही नजिकै पुग्यो। वहाँदेखि आएको हामी चाहिँ यहाँ भएको गाउँमा देखि यस्तो यहाँ आउन चाहिँ 1 घन्टा लाग्दो रहेछ देख्दा नजिक भए पनि। भ्यू दामी। गाइज हामी चाहिँ अन्नपूर्णको फेदमा आइसक्यौँ। धौलागिरी चाहिँ यहीँ छ अझैसम्म। यस्तो खतरा ठाउँ छ। हस् यो बाटो यत्रो बाटो आइयो गाइज हामी चाहिँ टपमा। अझै यतादेखि फेरि उता यसको पछाडि जाने हामी चाहिँ यो डाँडाको पछाडि लगाइछ। दामी झरना माथिदेखि बगिरहा चाहिँ तालको हुनसक्छ यो पानी चाहिँ तल बगिरहा हिमालदेखि बगेको पानी। यस्तो उकालो ठाडै जाने हो गाइज माथि। हैट हामी चाहिँ नास्ता सस्ता खाएर हिँडेको चाहिँ अहिले 2 घन्टा भयो। वहाँदेखि आएको हिमालहरू पनि सब ढाकिसक्यो। यस्तो रुटमा जाँदैछौँ हामी चाहिँ। माथि एउटा मात्रै टी सप छ त्यहाँबाट अझै 2 घन्टा लाग्छ माथि जान भनेपछि हामीलाई। अब टी सपमा पुग्नलाई आधा घन्टा लाग्ला। अझै 2-2.5 घन्टा हिँड्न हामीलाई। गाइज यो चाहिँ ढुङ्गा उचाल्ने देउराली भनेर लेखेको गाइज यहाँ होइन। जहाँ ढुङ्गा उचालेर आफ्नो मनोकामना माग्ने टाइपको रहेछ। टपमा छ भन्छ के अरे यो अन्नपूर्णको फेदमा। हामी आएको बाटो वाइल्ड छ यार। यस्तो बाटो हिँडेर आयो हामी चाहिँ। कहाँ वहाँ हिजो त्यहाँ बसेको ठाउँ चाहिँ त्यहाँ छ। हामी यहाँ आइयो। अब चाहिँ माथि पुग्ने हामी गाइज। तालमा पुग्नलाई धेरै नै टाइम छ अझै। ल वाइल्ड भ्यू गाइज। सब डाँडै डाँडा हिमालहरू सब ढाकिसक्यो। हावा पनि वाइल्ड आहा। हामी जाने चाहिँ अब यता हो यो माथिको डाँडाको टक्क तल माथि टुप्पोमा गएपछि त्यहाँ चाहिँ एउटा खरलेक भन्ने छ। हामी चाहिँ त्यहीँ जाने गाइज। ल सी यू इन खरलेक। Moments later. हामी चाहिँ अहिले नौलो वन भन्नेमा ठाउँमा आइयो। यहाँ चाहिँ एउटा मात्र टी सप रहेछ। यहाँदेखि चाहिँ आधा छ हामीलाई जानलाई गाइज होइन। यो आधा डेस्टिनेसन चाहिँ हामीले कम्प्लिट गऱ्यौँ। यो नौलो वन नौलै छ त्यही भएर यसको नाम नौलो वन राखेको होला। धेरै नै नौलो छ यो ठाउँ त्यही भएर यसको नाम पनि त्यस्तै राखेको हैछ भन्ने हामीले बुझ्यो। यहाँ चाहिँ एउटा मात्र टी सप रहेछ। यहाँदेखि माथि चाहिँ केही पनि छैन लेकमा। ल गाइज यताको भ्यू चाहिँ सब ढाकिसकेको छ। ठिक छ। डाइरेक्ट यो चाहिँ हिमालबाट झरेको पानी गाइज। वहाँबाट झरिरह। यहाँदेखि यो चाहिँ सब हिमालको फेद हो। हामी चाहिँ फेदमा छौँ। अहिले चाहिँ त्यहाँदेखि चाहिँ पानी बगिरहेछ। आयो हामी चाहिँ
चाहिँ हामी जाने वेलकम टु खैर खोला टी सप लेखेको गाइज होइन। हामी चाहिँ यहाँ अहिले खैर खोला, यो चाहिँ खैर खोला रहेछ। यो चाहिँ खैर खोला रहेछ। माथि पुरै यस्तो हो, माथि हिमाल छ। मौसम वाइल्ड लेभलको भयो हो। अहिले चाहिँ हामी यहाँ छौँ। अब यहाँदेखि चाहिँ खैर खोला टु खैर लेक जानको लागि 1 घन्टा लाग्दो रहेछ। 4600 मिटर हाइटमा रहेछ। ल हामी चाहिँ अब यहाँ अब चिया नास्ता खाइन्छ अनि हामी माथितर्फ लागिन्छ। सायद त्यो थाहा होला। लेक चाहिँ पुरै ढाकेको। अब लेट्स सी। पुरै चाहिँ वाइल्ड लेभलको ढाकेको। लेट्स सी गाइज। ल गाइज हामी चाहिँ नास्ता सस्ता खाएर निस्केको होइन। हामी चाहिँ यो बाटो जाने हो सिधै उता देखेको बाटै उता यो पहाडको भित्र जाने हो लेकमा। ल गाइज चिसो हो लास्टै। सी यू इन खोब्रा लेक। या खतरा नजारा छ गाइज। हिमालको फेद। ल गाइज सी यू। क्या डेन्जर यो माथि जाने त बादल भएको ठाउँ छौँ हामी चाहिँ। यस्तो बाटो दामी झर्ना बिचमा पुरै उकालो ठाडै जाने अब माथि दामी छ। हिमाल त माथि हेर्नु छ माथिको। चलो गाइस लास्ट यो दामी छ। झर्ना बगिरहेको टक्क यता पनि यस्तो दामी भ्यू छ। टपमा जाने हो हामी चाहिँ, यता भर्खरै जाने हो। अनि सिँढी चाहिँ लास्ट छ। पुरै घौटो हो। ल गाइस सी यू। मौसम वाइल्ड भयो यहाँ। पुरै हुस्सु सिधै ठाडै हो फेरि। यस्तो ठाउँमा आयो यहाँ गाइस। हिमाल छ। हाम्रो चाहिँ यो यस्तो जाने अब देखिन्छ कि देखिन्न हाम्रो त ताल पनि। यस्तो भित्र टप हाइटमा हिजो चाहिँ यता हिउँ परेको रहेछ है। हेर्न पाइएका कि जाडो महिना भए पनि हिउँ खेल्न पाउँदाको छुट्टै मजा के। ओइ हिउँ हेर हिउँ हिजो परेको थियो गाइज। पुरै जमी छ। हामी यस्तो माथि जाने हो। त्यहाँ त्यो त सिँढी जस्तो छ। सिँढीदेखि टपमा पुग्ने हो। त्यहाँ मन्दिर रहेछ एउटा। त्यो जाने हामी चाहिँ। फाइनल्ली अब पुगिन लाग्यो। बेस क्याम्प अगाडि हिमाल छ, ठुलो हिमाल। बाटो त वाइल्ड छ वाइल्ड। यो टपमा भएको चाहिँ त्यही मन्दिर छ। त्यहाँ यहाँदेखि चाहिँ पर्वत जस्तो देखिन्छ। त्यसको वरिपरि होला होइन त लेक। यसको टक्क उता होइन लेक। त्यहाँ मन्दिर देखिरह। जाने बाटो पनि देखिरह नि त। हामी चाहिँ यहाँ जाने बाटो यहाँदेखि सिधै उकालो यता गाइस। ल फाइनल्ली हामी चाहिँ लगभग आइसक्यौँ। यो माथिको सब हिमाल हो। अनि यता जुन यो माथि पर्वत जस्तो देखियो हो त्यहाँ चाहिँ एउटा मन्दिर रहेछ। हामी चाहिँ अब यही सिँढी चढेर गइन्छ त्यहाँ। यता चाहिँ यस्तो हो नजारा। बरान देउतामा माता कि जय जय। गाइस हामी चाहिँ अब पापी धर्म छुट्याउनको लागि उकाल्न थालेछौँ हामी। पापको लागि उकाल्न लाग्छौँ।
त्यही लेखेको छ त्यहाँ पापी धर्मी पाकु कानिस पाला टाइपको त्यस्तै। हामी चाहिँ सिधै माथि जाने टपमा। यहाँ मन्दिर छ, यता चाहिँ यहाँ हिमाल, यो चाहिँ बेस क्याम्प हो त्यो हिमालको। हामी चाहिँ टपमा जाँदैछौँ बेस क्याम्पभन्दा माथि। वाइल्ड छ भ्यू। यो बाटो हिँडिरहौँ, यो हिमालको बेस क्याम्प माथि टपमा जाने हो। केही छैन कहाँ हो कहाँ। हेभन। A few moments later. फाइनल्ली गाइज यही हो मन्दिर छ यहाँ। उता पर्वत जस्तो हो यो हिमाल यता। हामी चाहिँ गाइज टपमा आइयो मन्दिरमा। जय माता दी, जय पहाड हिमाल सब माता। दामी मौसम छ यहाँदेखि चाहिँ। ताल चाहिँ अझै माथि रहेछ। मन्दिर आयो, ताल अझै माथि छ। त्यहाँदेखि अझै उता जाने रहेछ बाटो। मन्दिरसम्म आइयो। यहाँ चाहिँ गोसाइकुण्डमा मेला लागे जस्तै यहाँ पनि मेला लाग्ने गर्छ जन्य पूर्णिमाको दिन। हामी चाहिँ अब यति जाने हो, टपमा जाने हो अझै भित्र लेक हेर्न गाइज। ल सिविन लेक। अब बाटोमा अब बनाउने जस्तो बाटो छैन, ब्लक बनाउँदै हिँड्ने जस्तो सिविन लेक बाटो भ्यू गाइज। जानै मन लागेन कि यहाँदेखि माथि चढ्नै मन लागेन भन्दा पनि एउटा दाइरा कुदेको क्या हाम्रो चाहिँ गाइज होइन। पछाडिको यो पर्वत चाहिँ कस्तो दामी के हिउँला जस्तो देखियो नि गाइज होइन, तर त्यो हिउँलाको होइन, माथि माथिसम्म दामी छ भ्यू चाहिँ गाइज। अब चाहिँ हामी यो भित्र जाने हो। टक्क लाएर यहाँ भित्र वाइल्ड गाइज। अब चाहिँ हामी लगभग आउन लाग्यो। यहाँ यस्तो दामी दामी पिक देखिन्छ। हिमालमा हिउँझो छैन र पो त्यस्तो मन्दिर हो गाइज यहाँ। अब मेन मन्दिर फाइनल्ली पुग्यो गाइज। लेक चाहिँ उता फाइनल्ली गाइज ल पुगिन रहिसक्यो लगभग। पिक सिक सब छ त्यसको। यहीँ तल चाहिँ लेक छ यहाँ। लेट्स सी। फाइनल्ली गाइज यही हो मन्दिर छ यहाँ। उता पर्वत जस्तो हो यो हिमाल यता। guys, finally the Khair Lake is here guys. Khair Lake is here. Let's go. Let's visit the Khair Lake in Nepal. Other side the mountain is here. Right. Beautiful place. You can see that's the Khair Lake guys. Khair Lake.
गाइस खयर लेक फाइनल्ली हिजो चाहिँ यहाँ स्नो आएको रहेछ है होइन देख्न सक्छौँ यहाँ चाहिँ मन्दिर छ यहाँ चाहिँ ठुलो मेला लाग्ने गर्छ यो चाहिँ एउटा कुण्ड हो यस्तो ठुलो मेला लाग्छ जनी पूर्णिमाको दिन चाहिँ यहाँ ठुलो मेला लाग्ने गर्छ That's the view guys Water Lake Water Lake guys दामी छ हिमालको तल रहेको यो 4,600 मिटर हाइटमा रहेको यो खयर लेक निकै नै सुन्दर देख्न सकिन्छ हामीले गाइज त्यो भ्यू ल गाइज अनि हो हेलो कस्तो लागिरहेको त अनि यहाँ दामी डेस्टिनेसनमा पुग्दाखेरि ठिक छ मिठो खुल्दियो मौसम टाइममै नखुलेको पनि केही थिएन केही छैन त्यस्तो मौसमदेखि आएर यहाँ यस्तो दामी घाम लागिरहेको मौसमले धेरै नै साथ दियो हामीलाई हैन मलाई बोल्न दिन्छस् ल ल ल बोल्दैन ल ल ल ल बाटो दामी छ है ट्रेल चाहिँ बबाल छ यहाँसम्म मेन्टेन रहेछ वेल मार्गहरू छ ठाउँ ठाउँमा बिस्तारै आउनाले उकालो छ अलिअलि तर ठाउँ चाहिँ बबाल यो चाहिँ खयर लेक माथि देखिरहेको छ हिमालहरू त्यहाँ छ भ्यू पोइन्ट अन्त त्यही हो रमाइलो छ ठाउँमा हामी चाहिँ आइयो तपाईँहरू पनि आउनुहोस् हस् अनि सब्सक्राइब पनि हानिदिनुहोस् खक्स भ्लगलाई मेहनत गरिरहेछ केटाले जाडोमा हातबाट पन्जाबाट हात निकालेर भिडियो बनाइरहेछ त्यो चाहिँ गर्नु पर्यो नि सब्सक्राइब होइन र गाइस पछाडि पनि देखिसकेको त्यो दुईटा पिक सिक देखिछ यहाँ है दामी छ यहाँदेखि भ्यू चाहिँ ल गाइज अब हामी चाहिँ एकछिन अब यहाँ अब फोटो सोटो सुटिङ यताउता होइन रमाइलो चलपल दिन्छौँ गाइज होइन अब यी मेरो भिडियो मार्फत खयर लेक मन परेमा आउनु होला हाम्रो चाहिँ पुरा हाम्रो यो टुरिस्ट एरियालाई चाहिँ जसरी भए पनि हामीले चाहिँ चिनाउनु पर्ने हुन्छ ल गाइज जय नेपाल हाम्रो दाइ हामीसँग भेट भएको दाइले चाहिँ यहाँ आइसकेपछि धुपसुप बाल्ने यताउता गर्दै हुनुहुन्छ हामीलाई यहाँ माताले रक्षा गरून् भन्ने नियतले हाम्रो दाजुले ग्राउन्ड घुमेर खयर मातालाई धुप बालिदिनु भएको छ धर्म कर्मप्रति धेरै नै राम्रो ज्ञान भएको दाजु हुनुहुन्छ हाम्रो टुरिस्ट घुम्न मन पराउने पुरै क्लियर सब क्लियर पछाडि हिमाल पनि देखिरहेको यार अन्नपूर्ण ट्याक्कै टाउको मात्र देखिरहेको के माथि टपबाट चाहिँ ताल यस्तो देखिन्छ है बादल सदल लाग्यो नि पुरै हामी चाहिँ हल्का टपमा छौँ यो चाहिँ खयर लेकको भ्यू गाइस फाइनल्ली हाम्रो ट्र्याक चाहिँ कम्प्लिट भयो होइन अब चाहिँ हामी तल झरिन्छ अब तल झर्दाखेरि चाहिँ त्यस्तो हाम्रो जस्तो भिडियो त बनाइन्न फाटे फुट्टे होइन ताल चाहिँ दामी छ हामी आएको बेलामा चाहिँ मौसम दामी खुल्यो सब हेर्न पाइयो यहाँदेखि देखिने चिजहरू सब देखिन पाइयो गाइज होइन ल गाइज सी यू सुन इन माई ब्लग अब बाई बाई ब्याक टु होम टाटा बाई बाई जय शम्भो बाई बाई हो क्या भोलेनाथको मन्दिर रहेछ यहाँ ल बाई बाई सी यू सुन कहिले हामी घर जाने भन्ने थाहा पाएर हो क्या पुरा अन्नपूर्ण हिमाल त पुरै होइन टुप्पो सब देखे यार गाइज वाटर भ्यू
त्यो दामी यार भिपमा पछाडिको हिमालय हो यो चाहिँ अन्नपूर्ण हो अन्नपूर्णको फेदको चाहिँ हामी गएको चाहिँ पोखरी हो त्यो फुल भ्यू देख्यो ल गाइज बाई बाई हामी चाहिँ अब लाग्यो गाइज है सी यू इन माई ब्लग गाइज ट्रिप आज नाइस गाइज दामी भ्यू सोचे भन्दा दामी सोचे भन्दा बढी नै दामी भ्यू एभलान्स भयो उता चाहिँ एभलान्स भएको आवाज सुन्न सकिन्छ टरन टरन गरिरह हाम्रो अपोजिटको साइडमा होला सायद गाइज see you soon we are in हामी अहिले गाइज होइन क्लाउड भन्दा माथि बादलको माथि छौँ अहिले हामी तल सब बादल हो हामी पुरै तल झर्ने हो होइन बादललाई चिरेर पुरै झर्ने हो हामी यहाँको चाहिँ यताबाट अझै पनि टल्किरहेको छ हिमाल चाहिँ यताको बाटो आउँदै झर्दैछौँ हामी चाहिँ र यो बाटो वाइल्ड छ बाटो चाहिँ डेन्जर ओह्रालो भर्खरको भर्खर कुहिरो आयो यहाँ भर्खरको भर्खरै कुहिरो आइरहेको गाइज जता कतै टाक्के छ A few moments later. गुड नाइट गाइज होइन भिडियो बनाउन पाइएन होइन चार्ज थिएन मोबाइलमा सिधै आएर चार्ज लगायो गाइज होइन आएर खानासाना खाएर हामी चाहिँ अब सुत्ने हो सुत्न लाग्यो 9 बजिसक्यो सो गुड नाइट सियु भोलि चाहिँ हामी टक्क अब घर जाने हो यहाँदेखि नयाँ बाटो झर्ने हो होइन नयाँ बाटोमा चाहिँ नयाँ मैले चाहिँ बनाउँछु केही न केही चाहिँ सियु गाइज गुड नाइट